हाम्रो चाहिँ भाउजू खासै किनहरू लजाउने यस्तो रिल्स बनाउने मिलियनले देख्ने अनि यता चाहिँ लजाउने त्यस्तो कुरा भएन है। यसलाई भाउजू खोज्नु पर्यो अनि तपाईँ चाहिँ यता आइसक्रिम खुलाउँदै हिँड्ने भाउजूलाई। होइन म तपाईँलाई धुक्काइदिएको। अनि यो कुन जिल्ला पर्छ र? हो र हो बाल रमाइलो न पेमन घरती मगर भलकमा आउँछु है आज। हरे कृष्ण के खाएको यो के हो? डाइनोसरको हड्डी हो क्या हो यो? ल बाल रमाइलो गर्नुपर्छ है। ल भएस म यहाँको डनै हो नि गर्ने छन् सोल्टिनेहरू त बाबा आलु पात कति राम्री हो कि सोल्टिन आमामा हाटिने तेरका आज आएर खुसी लाग्यो एकदमै धन्यवाद। आमाहरू यता छ भान्साहरू यसो घुमिरहेको छ यस्तो कस्तो राम्रो नजर यहाँ पेटी काट्छ क्या सबैसँग टाँसी हिँड्ने। म फिल्डमा छैन। 2000 years later. गाइज हामी चाहिँ आज दोनाको घरतिर आइपुगिरहेको छ। हामी दोनाथ प्रोडक्टको नजिकै छ हामी अनि हामी बबाल तरिकाबाट आज हामी कसको घर जाँदैछौँ सरप्राइजिङली ब्रड सिङ्गाली। बाटो त बबालाई बिजोग रहेछ त सोल्टी पैसै नलाग्ने गाडी साडी धोनका लागि पनि हेर्नु न आमामा यस्तो बाटो चाहिँ फाडुस रहेछ। यता चाहिँ अलिकति मिलेको अलकत्रा आउनुपर्छ अघि त्यताबाट हरिब स्पिड हुन्छ न यो चाहिँ हाम्रो घरबाट जाने हाइवे के भएको आजभोलि बङ्गुर पनि यस्तरी चढ्न लागिसकेको छ। यस्तो देख्दा त सेम गाउँको याद आयो कि ओके बङ्गुर पनि चढाउने आमा हेर्नु न बङ्गुर कसरी चढाइहिँडेछ। हामी आज लमजुङ पुग्न सकिन्छ र त्यो अर्को हाँचीको मुस्ताङको के बेसी छ अरे बेसी होइन यो मुस्ताङको डरै लाग्ने हेलो नमस्ते गाइज आज भने हामी अर्घाखाँची आउने क्रममा हाम्रो 6 र 8 सत्यवतीका पूर्व वडा अध्यक्ष थमन बहादुर राणा सरसँग भेट भइसकेको छन्। सर यताको बाटो घाटो विकासको गतिहरू बाटो चाहिँ अहिले चाहिँ यो पाडनी तपोभूमि ऋषिले चाहिँ तपाईँको त्यहाँ अब तपस्या गरेर ज्ञान प्राप्त गरेको भौतिक र के अरे ऐतिहासिक ठाउँ हो। त्यहाँ चाहिँ अहिले त्यहाँ हाम्रो पाल्पा खुर्सानेबाट पनि निक्लने बाटो छ तर अहिलेसम्म त्यहाँको बाटो चाहिँ त्यस्तो पर्फेक्ट राम्रो नभएको कारणले म लगायत साथीहरू यो अर्घाखाँचीको हाम्रो पोखराठोक यो कतिवटा नम्बर 8 कति पर्छ यो हाम्रो धमारमा छौँ हामी चाहिँ अहिले यहाँबाट निगाली जान्छौँ। निगालीबाट फेरि हामी चाहिँ पूर्वतिर पोखराठोक हुँदै हामी पडेनाको चोक अनि पछाडि देख्न सक्नुहुन्छ तपाईँले यहाँ जीपको लहर छ। नानी बाबुहरूको बबाल तरिकाबाट हेर्नुहोस् आमा गाउँ केटाहरूको क्या हेरौँ अनि बबाल ओके अगाडि हाम्रो सरहरू चाहिँ पछाडि छ हामी फेरि यस्तै हो के यस्तै गाइज के हो यो नेपालमा त डाँडामा हिँड्छ यो प्लेन भन्दा खतरा छ बाटो आमामा अलि देखेन के ग्याङस्टार केटाहरू फेरि यता छ के आमामा गाइज कता हो हेलो ग्याङस्टार व्हाट्सअप हामी कहाँ आयो रे यो रानी बागको जङ्गलमा आइसकेको छन् कालो कालो यहाँ चाहिँ एकदमै भिड छ। भिडको तपाईँहरूले कुरा नगर्नुहोस्। क्रिमपट्टिमा भन्छ रे दाजु सस्ते मस्तो में आइसक्रिम देता है कि नहीं देता है नेपाल में? भरत दाजुको लागि फोटो खिच्नेको भिड आमामा के आमामा बहिनीहरूको त अब यहाँ क्यामेराम्यानलाई पनि हेर्नुहोस् के छ के हो दाजु भाउजू छोड्ने विचार छ क्या सबैसँग टाँसी हिँड्ने? म फिल्डमा छैन। फिल्डमा छैन बाल हेऱ्यो न कति धेरै हो कि मान्छे भिड हेर्नु न आमामा मान्छेको भिड हेर्नु न आमामा यता सोल्टिनीहरू पनि छ यता तन्न कसलाई मन पर्यो होइन आमा यति धेरै छ ओ अनि भाउ चाहिँ अलिकति लजानु भएको छ कि होइन यत्रोको भिडमा
उहाँहरूको फोटो खिच्ने त भिड त आमामामा के भन्ने दाजु बबाल छ बिन्दास चाहिँ भाउजू खासै किनहरू लजाउने यस्तो रिल्स बनाउने मिलियनले देख्ने अनि तपाईँ लजाउने त्यस्तो कुरा भएन है होइन पहिला कहिले आएको थिएन कि यस्तो ठाउँमा होइन म पहिला कहिले आएको थिएन तिर्को गाडी आइसक्यो केटाहरू यता त्यस्तै गर्नुपर्छ तर आज भोलि ब्याचलर पढ्नु पर्छ है मन्त्रीहरू त्यस्तै मन्त्री बन्नुहुन्न नि फेरि अनि पढि लेखेको भएर घोटी काम गर्ने अनि नपढेर मन्त्री बन्न चाहिँ पाइँदैन होइन के छ विचार जनताहरूको त्यही दिदीहरू आफ्नै भटाइहरूलाई नचिन्ने अचम्म गाह्रो छ यहाँ देख्न सक्नुहुन्छ हाम्रा अर्का खाल्ची र खुर्सानीका दादाहरू यता देख्न सक्नुहुन्छ अनि हामी किन यहाँ आयो भन्ने कुरा अझै हामी ठाउँमा पुगेपछि देखाउनेछौँ होइन यति रमाइलो गर्ने छन् सोल्टिनेहरू त बाबा आलुपात कति राम्री हो कि सोल्टिन आमामा हाटिने कता हो रेख्न भनेको हजुर कता हो र घर कता अनि हामीलाई देख्नु भएको थियो र तेरका आज आएर खुसी लाग्यो एकदमै धन्यवाद ल दिदीको नाम चाहिँ के पर्यो ल दिदी यति राम्रो इनोसेन्ट हुन्छ सो सबैको प्राइभेसी हुन्छ हामीले चाहिँ त्योलाई मध्यनजर गरेर हामी अगाडि बढिन्छौँ है जनता जान्न चाहन्छन् किनभने आज मन्त्री आउँदैछ नि त्यही भएर यस्तो भएको हरे कृष्ण आऊ भने हामी यो बजार यति भिड छ तर नास्ता खानेको यहाँ ढकेल ढकाल छ कि यहाँ के पाइन्छ रे हामी खाना खान नहुने र खाना सकिएको हो दाजु खाना सक्यो एकैछिन भोगले त यहाँ त्यसो नगर्नु दाजु सोर्स फोर्स लाउने चलन छ नेता पहिला दिने को मन्त्री आएको छ मन्त्रीले त दिने होला नि तेर्का के गर्ने साथी खाने कि उडारो खाने भनेको ढिलो दिने अरे उडारो उडारो त अलिक ढिलो दिन्छ चाइनाको पाल्पा जिल्लाबाट आएको चोचे खान्छ हामी मगरहरूले त चोचे खान्छ ल हाम्रो दिदीले चाहिँ जेरी खाने रे फेरि कतिवटा खान्छ अब हेरौँ है 100वटा खायो भने फ्रीमा हो रे यहाँ खाना खानेको ठेलम थाल छ के भएको लाइनमा बस्नु पर्ने रे पैसा तिरेर खानका लागि पनि मान्छेहरूलाई यहाँ आकार मचिसक्यो भने कोरिया यही छ हामी मान्छेहरू इन्डिया भाडा मान्न जान्छन् कोरिया हेर्नु न नेपालको कोरिया हेर्नु न ठेलम थाल छ 1 किलो दादा 1 किलो ए पैसा पनि पाउँछ आमामा 1 किलो मटर गए यार कति गाह्रो हो पहिला यस्तो देखेन दामी छ यो चाहिँ उसको डाइनासोरको माथिको सुप हो त्यो भित्र हुन्छ नि डाइनासोरको एकदम खुरा हुन्छ के ए माल त कति निस्किन त्यो खाएपछि त भेरी नाइस उसको पनि हाम्रो चाइनातिर त्यस्तो पाउँदैन नि चाइना बोर्डरतिर ए यो उसमा मात्र पर्छ अफ्रिकामा सबैलाई छुट्याउनु बहुत झ्याउ हुन्छ 5 बजे टिकट छ दिमाग काठमाडौँ गएर काठमाडौँबाट चाइना जाने चाइनाबाट फेरि पाउने डाइनासोरको सुप हो एकदम कतिको मिठो छ डाइनासोरको सुप खाने हेर्नु गाइस डाइनासोरको सुप खाने भए यो डाँडातिर आउनु हेर्नु दाजुहरूले के खाएको यो के हो यो डाइनासोरको हड्डी हो क्या हो यो डाइनासोरको हड्डी यहाँ छ सुप यता खाँदैछ होइन सुशील सर हेर्नु न हाम्रो के भन्छ त्यो सुनिल थापा त यता पो रहेछ हेर्नु सुनिल थापा हजुर सुनिल थापा दाजु यता छ ल टक्क हामी चाहिँ डाइनासोरको सुप खाएर बिदा हुन छौँ है यस्तो छ कि यहाँ यस्तै अब सोल्टिनेहरू छैन क्या अरे त्यही भएर हामी एक्लै सो रमाइलो गरेको छ केटाहरू त्यही हो ल है यस्तै छ है गाइस बाहिर डान्स हानेको छ कि यता हेर्नु त डान्स त कोही भनेको छ साह्रै ठगाइलो गाइस त्यही भएर हामी अलिकति ठगानमा
रमाइलो छ के गर्न आएको आज खास विशेष स्पेसल के हो आजको हजुरले भन्नु पर्यो ल यहाँको एउटै ड्रेस लगाएर अब आहा कस्तो राम्रो देखेको के गए आमा यहाँ त नाच्ने मान्छेहरू त बाबालाई राम्रो ल ल बाई बाई ल बबाल रमाइलो गर्नुपर्छ है ल साथीसँग बबाल रमाइलो गरे आज भेट भयो होइन कस्तो चलिरहेको 10 वर्षपछि भेट भयो ओके एकदमै रमाइलो गर्यो है अब म मोर भाषा बोलेको त्यही भएर भूमि पाडेडी माडी नुनी आएको है त्यस्तै भयो रमाइलो गर्यो यहाँ सिसहरू पनि आउँछ मन्दिरमा है पानी थाप्नु पर्यो भनेर यसो आएको है गाइस पानी खाएर होइन मैले ट्याक्कै एक बोतल भरेर धन्दार के अब यो चाहिँ सन्धि खरबको हाइवे अब हामी चाहिँ अब ट्याक्क साउजन्जी पाल्पाको बोट जानेछौँ